ल हाम्रो अब 3 वर्षको बजेट गिन्न सुरु भयो। 5 को मात्रै 100 भयो। ल गिन्दै गरौँ। 500 पुग्यो। 800 चाकीमा चेप्नु पर्ला। ल ल ठुक लगाएर गनिहालौँ त। केही हुन्न पैसा कालो मातो ढुलो जेसुकै लाओस् त्यही सायद ठिक हुन्छ। पैसा खराब हुन्न। पैसा भएछ पैसा हो। भुले पनि यहाँ क्यामेरामा भुलिन्न के देखिन्छ। बयालीस 48 48 49 50 51 52 53 54 55 56 57 58 59 अन्नम 60 Ketika 45 6 7 8 9 10 70 भनेपछि 70 हो है केडा नाजुक्यो। काट्दिनु भयो दाजु। 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 1 2 3 4 5 6 7 8 94 यसमा 100 भन्यो। 5 को 500 रुपैयाँ 19 भयो 19 1 2 3 4 5 6 7 8 9 10 11 10 हाल्यो। 5 निकालेर 10 5 हैन। सब 1 2 3 4 5 6 7 8 9 10 57 सय मतलब 5700 अझै बाँकी छ नात्योस्। 59 60 61 62 63 ल 6300 66 64 65 66 10 76 87 76 10 अनि 87 87 5 92 8700 कति 100 87 होइन 64 सय 6400 कति रुपैयाँ 6496 6496 रुपैयाँ 3 वर्षमा बचत गरे रहेछन्। मतलब कि नेपाली पनि रहेछ। भाडा साडा यताउता मतलब कि 6400 मतलब 3 वर्षमा कति बजार रहेछन् भने नेपालको 2 लाख रुपैयाँ 2 लाख 15,000 3 वर्षका 33